Konnichiwa अनि नमस्ते सबैजनालाई वेलकम टु आवर युट्युब च्यानल लाइफ विथ सन्दीप एन्ड सलिना। सो आज चाहिँ हामीहरू बोटनी बे बीच जानु लागेको छौं। आई होप यु गाइज विल एन्जॉय वाचिङ आवर ब्लग। बाइ। दाइहरु हुनुहुन्छ। हेलो दाइ। हेलो। आजको हाम्रो ड्राइभर हुनुहुन्छ दाइ चाहिँ। यता चाहिँ प्यासेन्जर प्रिन्सेस बसिरहनु भएको छ। अब हामी चाहिँ आज बोटनी बीच जाँदैछौँ अनि यो अटमको बीचको मजा लिने हो आज चाहिँ पक्का है त। ल लेट्स सी। ठीक छ दोस्त, एक्साइटेड हो पक्का? ल लाना तेल रे नहीं लेना दाल। A few moments later. So guys, हामी चाहिँ अहिले आइसकेका छौं बोटानी बे। प्रिन्स र म चाहिँ एकदमै धेरै एक्साइटेड भइरहेको छौं। यस। तर आज वेदर चाहिँ अलि राम्रो छैन किनभने एकदमै यहाँ चाहिँ पानी परिरहेको छ। सो आई डोन्ट नो हामी चाहिँ कसरी जान्छौं होला। बेबी तपाईले के भन्नु छ? मलाई हजुर ल आज मौसमले अलिकति च्यालेन्ज चाहिँ गरेको छ तर पनि यो मौसमलाई ब्याटल गर्दै हामी यहाँसम्म आएको छौं र अगाडि बढ्ने छौं। यो बीचको चाहिँ भरपुर मजा लिएर फर्किने छौं। राम्रो छ त अनि वेदर। राम्रो छ त वेदर रे। त्यो पनि आज चाहिँ मौसम एकदमै हावा चलेको छ, पानी पनि परेको छ तर हामी चाहिँ निस्केको छौँ घरबाट यो बीचको मनोरञ्जन लिने भनेर। तपाईहरुलाई कस्तो हुँदैछ त? अब कपाल छोड्न परिहाल्यो। वाह ल हेर हेर जे गर्छ नेपालीले गर्छ भन्नुस्। मौसमले हामीलाई एकदमै धेरै च्यालेन्ज दिएको छ तर हामी चाहिँ एकदमै तयार छौँ। यो मौसमलाई हामी चाहिँ च्यालेन्ज एक्सेप्ट गरेर हामी चाहिँ फाइट ब्याक गर्न एकदमै रेडी प्रिपेयर भएर आएको छौँ। सो जतिसुकै वेदर भए पनि हामी चाहिँ बिचमा जाने छौँ र एकदमै रमाइलो गर्ने छौँ। ल बहिनी के छ? दोस्त के छ? वाह कडा तीनजना ब्याटल गर्दै वेदरलाई च्यालेन्ज गर्दै। ल घाम लाग्दैछ है अब।
2 hours later.